अमिला रमेश वैद्यज्यू, कृपया म पत्रकार मित्रहरूलाई आग्रह गर्न चाहन्छु, उहाँसँग यहाँहरूको जिज्ञासा छ भने यहीँबाटै सोध्नु। तपाईँ कृषिसँग पनि आबद्ध हुनुहुँदैछ। नेपालमा मल काटेर बन्न सकेका छैन, त्यो बन्ने सम्भावना कतिको छ अनि अहिलेसम्म किन बन्न नसकेको होला? नम्बर 2 तर्फका उम्मेदवारले कृषि विज्ञ भनेर भन्नुभयो र आफू पनि कृषि कर्म गरिराखेका छु र हाम्रो पार्टीको पनि कृषि कर्मै गर्नुपर्छ भन्ने चाहिँ एजेन्डा नै हो भन्दै गर्दा भक्तपुरमा विगतका दिनदेखि विगत 10 वर्ष अगाडि र अहिले कम्पेरिजन गर्ने हो भने क्षेत्र नम्बर 1 होस् या 2 होस्, कृषि योग्य जमिन चाहिँ हामीसँग कति छ? किन भन्दाखेरि धेरै कम छ, जताततै प्लानिङ भएको देखिन्छ। अब यो कृषि कर्म त गर्ने तर कहाँ गर्ने भन्ने कुरा हुन्छ। हामीसँग कृषि योग्य जमिनै बाँकी नभएपछि त्यसलाई नियन्त्रण गर्ने अथवा त्यसलाई चाहिँ अब अवलोकन गर्ने अथवा नियन्त्रण गर्ने चाहिँ के छ हजुरहरूको एजेन्डा? जस्तो म निर्वाचन जितेर संसदमा जाँदै गर्दाखेरि चाहिँ भक्तपुर क्षेत्र नम्बर 2 को लागि चाहिँ प्रश्न आएन के मेरो एजेन्डा चाहिँ यो कृषिको यो हो, पूर्वाधारको यो हो होइन, अनि अरू चाहिँ कानुनी यो हो भनेर भनिदिनु भयो भने अझै सजिलो हुन्थ्यो। त्यही हो। कोही अरू हुनुहुन्छ? यहाँको एजेन्डामा हामीले शिक्षा र स्वास्थ्य निःशुल्क अनि स्वदेशमै रोजगार र आदर्श समाजको कुरा पनि गर्नुभयो, आएको छ। जस्तो अहिले हामी पुँजीवादी संसदीय राज्य व्यवस्थामा छौँ र यस्तो राज्य व्यवस्थामा यहाँले नै भने जस्तो हाम्रो समाज कता कता अहिले चाहिँ द्वन्द्वहीनताको पनि थुप्रै प्रतीकहरू देखिन्छन्। हाम्रो समाज त्यस्तो छ अनि यस्तो समाजमा आदर्श समाज निर्माण गर्ने यसका मुख्य आधारहरू के हुन् र अनि शिक्षा र स्वास्थ्य निःशुल्क र स्वदेशमै रोजगारका जुन एजेन्डाहरू छन्, मूलतः शिक्षा र स्वास्थ्य निःशुल्क यो निकै संवेदनशील र अत्यन्तै महत्त्वपूर्ण विषय पनि हो। र शिक्षा र स्वास्थ्य निःशुल्क हुने भक्तपुरमा मात्रै हो कि या त यहाँको पार्टीले चाहिँ गर्न खोजेको देशैभरि हो? यसका आधारहरू चाहिँ के हुन्? यो विषयमा हामीले प्रश्न हुन पाए राम्रो हुन्थ्यो। धन्यवाद। कोही मित्रहरू कोही अरू? नमस्ते, मेरो नाम राजन कार्की, म स्वतन्त्र देशभक्त पत्रकार। वैद्य सरलाई मेरो एउटा क्वेसन के रह्यो भने नेपाल मजदुर किसान पार्टीको सन्दर्भमा भक्तपुर जिल्लामा उसले गरेका विश्व सम्पदा सूचीका संरक्षणहरू लगायत धार्मिक, सामाजिक, आर्थिक विकासका कुराहरू, हस्पिटल लगायत शिक्षाका कुराहरूमा अनुकरणीय काम गरेको छ। यसलाई पुनः फेरि म धन्यवाद दिन चाहन्छु। अब यहाँनिर कुरा के हो भने यति राम्रो काम हुँदाहुँदै पनि यसरी चाहिँ नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्रका जनताहरूलाई यति चाहिँ सुविधा र विकास निर्माणका र एउटा समृद्ध समाजको लागि परिकल्पना गर्दै अगाडि बढा